धन्यवाद, धेरै धेरै धन्यवाद यहाँहरूलाई। मलाई सम्झना छ पार्टी स्थापनाको सुरुका दिनहरूमा हाम्रो कुरा सुन्न आउने मानिसहरूको संख्या पनि यति पुर्याउन गाह्रो हुन्थ्यो, तर आज त्यति संख्यामा त हामी हाम्रा सांसदहरू सहित आज कार्यक्रम गरिरहेका छौँ। विश्वास त थियो, किनकि जनताको आँखाबाट कहिले पनि आफ्नो आँखा पर पुर्याइएन, जनताको आँगनबाट कहिले पनि टाढा भइएन, आकाशमा जति उडे पनि जमिनमा एउटा खुट्टा जहिले पनि रहिरहन्थ्यो, हामीले जमिन छोडेका थिएनौं। विश्वास त थियो, तर त्यो विश्वासलाई नेपाली जनताले यति धेरै जिम्मेवारीका साथ पठाउनु हुनेछ भन्ने कुरामा चाहिँ अलिकति कहीँ कतै केही न केही सोचिएको थियो। तर थाहा चाहिँ के थियो भने यो देश परिवर्तन चाहन्छ, मुलुकले परिवर्तन खोजेको छ र मुलुकले र जनताले परिवर्तन चाहेपछि दुनियाँको कुनै पनि शक्तिले त्यसलाई रोक्न सक्दैन। मात्र सही समूह, सही नेतृत्व मात्र चाहिन्छ। सायद इतिहासको त्यो एउटा बिन्दुमा तपाईँ हामी आइपुगेका छौँ। आज म धेरै केही भन्नुभन्दा पनि तपाईहरूलाई एउटा जिम्मेवारी महसुस गराउनको निमित्त यहाँ खडा भएको छु, गर्वका साथ खडा भएको छु। गर्वका साथ हामी भन्न सक्दछौँ कि हो, नेपाली जनताले हामीमाथि इतिहासमा कसैलाई नगरेको विश्वास गरेका छन्। यस मानेमा रासुपा परिवारको अभिभावक हुनुमा मलाई गर्व छ। पार्टीका उपसभापतिज्यूहरू, महामन्त्रीज्यू, केन्द्रीय सदस्यज्यूहरू, नवनिर्वाचित प्रतिनिधि सभाका सदस्यज्यूहरू, शुभचिन्तक, पार्टी परिवारका विभिन्न तह र तबकामा रहनुभएका साथीहरू र संचार माध्यम मार्फत संसारभरि हाम्रा कुरा फैलाउनको निमित्त उपस्थित आदरणीय दाजुभाइ दिदीबहिनीहरू, यो अभिमुखीकरण कार्यक्रम वास्तवमा यो क्लोज क्याम्प जस्तो एउटा भित्र नै हामीले नै हाम्रा सांसदहरू बीचमा गरिने कार्यक्रम भए तापनि यो सम्बोधनलाई संचारकर्मी साथीहरूको माध्यमबाट संसारभरि पुर्याउने निर्णय भएको हुनाले म हुन त लुकाउनु पर्ने कुरा हाम्रो के नै छ र, पारदर्शिता राजनीतिको सबैभन्दा महत्त्वपूर्ण कडी हो। त्यही पारदर्शितामा उभिएर म तपाईहरूलाई केही तिता मिठा कुरा बताउन गइरहेको छु। सबै मिठा कुरा गर्न पनि सकिँदैन, सधैँ तितो कुरो गरेर पनि हुँदैन, तर आज तिता र मिठा कुरा गरौँ। म छोटो, धेरै लामो सम्बोधन गर्दिन। पहिलो कुरा त प्रशस्त पानी पिउनु होला, यो